यहाँदेखि पनि बाटो लाग्यौँ के भन्छ अलिअलि खाजा पानी सानी खाएर अघि अलिक भोक लागेर तागत सकिरहेको थियो नि त अनि अहिले चाहिँ तागत जोस जागर सहित हामी यहाँदेखि बाटो लागेको छौँ। तपाईँहरू पनि हेर्दा चाहिँ पारेर नहेर्नु होला, हामी जतिको तागत भएर हिँडिरहेको छौँ त्यसरी नै हेर्नु होला भन्दै हजुरहरूलाई क्षमा प्रवति गर्दै के भन्छ भन्ने आउँदैन, खासमा चाहिँ रिक्वेस्ट गर्दै भन्दैछु। हेरिदिनु, सब्सक्राइब गरिदिनु, लाइक कमेन्ट सेयर सब गर्न सब। यहाँदेखि त खासै देख्दैन कि के हो। मैले एउटा स्यान देखाउनु खोजेको थिएँ, मान्छे पोलेर क्या मेरोमा राम्रो देख्दैन। यस्तो बनाउँछ कि यो चाहिँ शेर्पा तामाङ गुरुङहरूको हुन्छ, हाम्रो बनाउँछ नि शेर्पाहरूको बनाउँछ, गुरुङ तामाङको चाहिँ थाहा भएन। गुरुङ तामाङको थाहा भएन, हाम्रो शेर्पाहरूको चाहिँ त्यस्तो चाहिँ बनाएर राखिन्छ, किनकि मरेपछि पनि हाम्रो शेर्पाहरूको चाहिँ घर बनाएर राख्ने चलन छ। दिस इज आवर कल्चर। बट के भन्छ भन्ने आउँदैन, इङ्ग्लिसबाट भन्दैन, म नेपालीबाटै भन्छु। धेरै खुसी लाग्छ किनकि अब बाँचुन्जेल मात्रै किन घरमा बसिराख्ने, मरेपछि पनि घर बनाउँछ नि त, त्यो चाहिँ एकदमै खुसी लाग्छ। दिस इज मसरुम तर यो मसरुम रहेछ। यत्तिको रमाइलो गर्ने साथीहरू चाहिँ लाइफमा चाहिँ चाहिन्छ है। लाइफमा एकदमै इम्पोर्टेन्ट भनेकै साथी भन्छन् कतिजनाले, अब साथी त्यति धेरै इम्पोर्टेन्ट होइन भनेर होइन, तर मलाई साथी त धेरै इम्पोर्टेन्ट हुन्छ। दुःख सुखमा साथ दिने भनेकै साथी। यति धेरै स्याड अब दुःख लागिरहेको बेलामा यसरी घुम्नु जानु पाउँदा साथीहरूसँग को खुसी हुँदैन साथी इट्स लाइफ। यसरी हिँड्नुपर्छ क्या। यतिको हेल्प गर्ने साथी भएपछि के चाहियो अरू। जुगा हे भगवान, जुगा कहाँ गयो? जुगा यो हो के? जुगाले लाग्यो क्या, यस्तो छ भिड। यहाँदेखि लड्यो भने तपाईँ कहाँ पुग्छ होला? लाग्दैन मान्छे। अनि हिँड्नै जान्दैन म त। यस्तो झारतिर त हिँड्नु जान्दैन क्या। मान्छे सहरमा बसेको भन्नुहुन्छ होला, गाउँमै बसेको बस्न चाहिँ सहरमा यताको धेरै के भएर सास निकाल्नु पनि गाह्रो छ। घाम लागेर टल्के टल्किरहेको होला है त, कालो मेरो अनुहार फेरि। अघि मैले देखाएको चाहिँ तपाईँहरूलाई अब यहाँदेखि देखाउँछु। लुक एट दिस भ्यू नै मेरो मनको बहुत के भन्छ, यो भ्यूले नि यति धेरै मन खाएको छ कि छोडेर जानेको कुरै छैन। हाम्रो गाउँदेखि चाहिँ लाग्छ होला त्यस्तै यहाँ आइपुग्नु। हाम्रो गाउँदेखि कति घन्टा लाग्यो हामीलाई यहाँ आइपुग्नु? 4 घन्टा? त्यसो 2-3 घन्टामा त आइपुग्ने रहेछ नि, छिटो हिँड्यो भने आइपुग्छ। तर हामी त फोटो खिच्दै तल भिडियोहरू यस्तो अब टिकटकमा लाउने फोटोहरू नै 1 घन्टा जति खिच्दै बस्नु होला। यहाँदेखि चढ्यो भने त ओ माई गॉड, यस्तो असाध्यै बोल्नु त हुँदैन, तर पनि बोलिहाल्नु केही छैन। यस्तो राम्रो छ, यति धेरै राम्रो छ। तपाईँहरू पनि आएर इन्जोय गर्न सक्नुहुन्छ, त्यो भ्यू हेर्न सक्नुहुन्छ। लोकेसन त अब भन्नै पाएन, अब कुनै दिन भन्नुलाई आयो भने आएन भने त मेरै भिडियो हेरेर आउनु होला भन्दै भन्न चाहन्छु। यतिको फेरि घुम्न आएपछि यतिको सङ्घर्ष गरेन भने जोगायो यस्तो गरेर लड्यो भने फेरि बिजोग छ नि हाम्रो। झर्नु पर्ने अवस्था होला। म त झन् यस्तोमा त हिँड्नै जान्दैन। देख्नु भयो मेरो हिँडाइ, सबै हिँडाइ यस्तै हो त।
पो हिँड्नु नजान्ने पुग्यौँ भन्दै हुनुहुन्छ पर्यटकहरू पुग्यो भने एकदम खुसी हुन्छु त्यहाँ पुगेर चाहिँ अनि भिडियो बनाउँदिनँ त हुँदैन किनकि धेरै लङ गइसक्यो नि त अब हेर्ने होला नि झ्याउ लाग्छ धेरै लामो भिडियो त सर्ट बनाउने छु भन्दै अब यति भन्दै माथि फाइनली हामी यहाँ पुगिसक्यौँ यहाँ आइपुगिसक्यौँ यहीँ हो हाम्रो आउने ठाउँ चाहिँ अब यहाँ बसेर अलिअलि खाइन्छ अनि जाइन्छ अरूभन्दा पनि मेरो जुत्ताको हालत खराब भयो कि क्या टेन्सन लाग्छ नि जुत्ता यस्तो भएपछि चाहिँ टेन्सन लाग्दैन त मान्छेको जुत्ता यस्तो भएपछि हात गलेर क्या अरूभन्दा नि जुत्ता खराब भयो जुत्ता खराब भयो टेन्सन हुन लाग्यो तपाईँले देख्नु सक्छु होला तपाईँहरूलाई मेरो जुत्ता कस्तो भयो भनेर एक्लै गुनगुनाउँदै हिँड्दै भिडियो बनाउँदै यतिको सङ्घर्ष गर्ने चाहिँ हुनैपर्छ अघि परदेखि देखाएको ट्रेनको माथि पो आइपुगेछौँ हामी त यहाँ आइपुग्यो भनेको त यो फाइनल डेस्टिनेसन भनेको त अझै माथि रहेछ त्यो डाँडा पुग्नु पर्ने क्या अब ल एकछिनमा भेट्छु यो भन्दा के देखि मैले पानी पर्दाखेरि बाटो कस्तो हुँदो यो दृश्य हेरेर लोभाउने मान्छे लोभाइराखुन् हामीलाई मतलब छैन हाम्रो नाङ्गो आँखाले हेर्यौँ भइगयो बारीको मान्छेले माथि बादल देखिरहेको होला हामीले सिधा देखिरहेको छौँ सिधा अझै जाउँ माथि अलिकति छ ओके यतिको इन्जोय गर्नु पाउँछ भनेर चाहिँ यति धेरै राम्रो लाग्छ आफ्नो गाउँठाउँ यस्तो डाँडा काँडा पहाडले बनेको ठाउँ एकदमै खुसी लाग्छ अब तराई भन्दा त डाँडा काँडा सबै देखिनु पाउँछ नि त देख्न पाउँछ के कस्तो भनेर हामी एकदमै के भन्छ लक्की धेरै लक्की यस्तो राम्रो ठाउँ छ हाम्रो गाउँठाउँमा तर पनि घुम्ने समय मिल्दैन भन्दा पनि अब आफ्नो हुन्छ नि त काम कोही पढ्नु जाने कोही आफ्नो लक्ष्यको लागि अब गाउँघरमा बसेर त्यस्तै हो गाउँमा बसेर न पढाइ राम्रो हुन्छ न केही नै हुन्छ होइन जानै पर्यो गाउँठाउँ छोडेर त्यही भएर यस्तो राम्रो ठाउँ छोडेर हामी कहाँ जानुपर्छ क्या अब चाहिँ के भन्नु देशमा नेपालमै केही गरी खानु नसक्नेले यस्तो राम्रो ठाउँ छोडेर विदेशिनु पर्ने हुन्छ क्या है एउटा कुरा भन्नु बिर्सेछु मैले पहिला यहाँनिर प्यारा राइडिङ हुन्थ्यो अरे यहाँ होइन यहाँदेखि तल जान्थ्यो अरे मलाई त थाहा थिएन है तर उनीहरूले भन्थ्यो हामी त 3-4 डाँडामा आएर यति धेरै रमाइलो गर्दै हामी सबैजना इन्जोय गऱ्यौँ एकदमै खुसी लाग्यो यो बादलले पनि हामीलाई शीतल गरिदिएको होला नि यतिको सपोर्ट गर्ने आकाश के भन्छ मौसम भएपछि मान्छे खुसी हुँदैन भन्नु होला नि आज हामी किन यो घाम हामी पछि किन आइरहेको छ किनभने धेरै पहाड भएर यहाँ सुनिरहेको छ क्या त्यसले नजिक छ घाम चाहिँ हामीलाई घरदेखि देख्दा कस्तो लाग्छ त्यो घाम त्यो डाँडामा गएर यस्तो लगिरहेको हुँदाखेरि कोही नि है त्यो पागल बत्ती गर्छ मलाई डरले सुसु भइसक्यो आऊ एकछिन He is my husband. Husband, please. He is my wife. He is my wife. He is my wife. He is my husband. I am officially engaged from today. सबैले भन्छ होइन यो रिङ यो औँलामा लगायो भने चाहिँ यो यसको नसा चाहिँ पुरा हार्डसम्म हुन्छ अरे होइन तर मेरो चाहिँ योदेखि याद आउँछ अरे योदेखि
लभ बाइट के अरे आउँदैछ है लु सुरुमा माथि भन न आज हामी घुम्न गएको होइन के भयो भन्दाखेरि म एकदम खुसी छु क्या यो कुरामा चाहिँ यहाँ हेर्नु नै देखाउ त देखाउनु लागेको त छैन त्यही पनि अरूको चाहिँ रातो हुन्छ लभ बाइट होइन मान्छेले दिन्छ होला चुकाले दियो क्या यहाँ हेर्नु न यहाँदेखि दिएको यहाँ यत्रो लामो बोयफ्रेन्ड त्यही त तर म चाहिँ यस्तो होइन अरू कुरा नगर यता हेर्नुहोस् न तपाईँ चाहिँ हामी दुईजना चाहिँ यस्तो हालतमा कान्छ भेट्नु जानुपर्ने खासमा कान्छ नि कहाँ छ मेरो कान्छ त आइसक्यो तल अब त्यही राख्यो भरे चाहिँ एउटा काठको हेलो साथीहरू हामी चाहिँ अब फाइनली घुमफिर गरिहरि पनि अब घरतिर लाग्यौँ भन्दै अब फोनमा पनि त्यति धेरै चार्ज छैन अब रात पऱ्यो भने बत्ती बाल्नुपर्ने हुन्छ त्यही भएर घरमा गएर एन्डिङ गर्नुभन्दा हामी आधी बाटोमै भिडियोलाई यहीँ समाप्त गर्न चाहन्छु भन्दै सबैजनाको तर्फबाट बाई।